कुनै पनि इभेन्ट गर्दै गर्दाखेरि तयारीहरू गरिरहेको हुन्छ, तर तयारी गर्दा गर्दै पनि केही तयारीहरू पुगेको हुँदैन। जस्तो कि यत्रो 10 दिनको मेला गर्दै गर्दाखेरि समय लङ हो, तर यसको बिचमा चाहिँ तयारी गर्दै गर्दाखेरि कतिपय कुराहरू चाहिँ त्यो नहुन पनि सक्छ। तर त्यो भन्दैमा चाहिँ हामीले यो इभेन्टबाट चाहिँ के पाठ सिकेनौँ भने आगामी दिनमा झन् गाह्रो अवस्था हुने गर्छ। मैले यही ठाउँमा उभिएर गएको वर्ष पनि पहिलो महोत्सव गर्दै गर्दा पनि केही कुरा सेयर गरेका थिएँ। त्यति बेला पनि मेयर साहब यहीँ हुनुहुन्थ्यो, अहिले पनि यहीँ हुनुहुन्छ। मैले अनुरोध गर्न चाहन्छु, जस्तो यो मेला गर्दै गर्दाखेरि उद्देश्यहरू हामीले धेरै कुराहरू बयान गर्ने गर्छौँ यो मेला आयोजना गर्ने बेलामा, तर त्यो 10 दिनको पिरियडमा र चान्चुरी एक महिना जस्तो तयारी गर्ने अवस्थामा एकदमै के होला कि जस्तो चाहिँ देखिन्छ। त्यस पछाडि यो मेला सकिसके पछाडि सबै कुराहरू सकिँदै गएको हामीले पाएका छौँ। त्यसैले अनुरोध गर्न चाहन्छु, यो मेलाको उद्देश्य हामीले के का लागि मेला गरिरहेका छौँ। मेला हुनु आफैमा एउटा खालको चलायमान हुन्छ पक्कै पनि, तर मेला गर्दै गर्दाखेरि स्थानीय व्यापारीहरूको समस्याहरू र यहाँ व्यापार गर्नका लागि बाहिरबाट आउनुभएका व्यापारी साथीहरूको समस्याहरूको विषयमा पनि सोचिदिए भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। गुनासाहरू आउने गरेका छन्, बजारमा गयो भने तपाईँहरू बोलिदिनु पर्यो, बाहिरका व्यापारी आएर हाम्रो सबै सत्यानाश भयो भन्ने कुरा गर्नुहुन्छ। फेरि यो भन्दै गर्दाखेरि बाहिरका व्यापारी नेपाल नै होइनन् अथवा चाहिँ व्यापारै गर्नुहुन्न भन्ने पनि होइन, तर यो कुरालाई मिलाएर पनि लान सकिन्छ जस्तो लाग्छ मलाई। हुन त अहिले यो मेलालाई विशेष गरी व्यापारी साथीहरूलाई अलिकति घाटा परे जस्तो मलाई लाग्छ। अरू क्षेत्रका साथीहरू त आफ्नो क्षेत्रबाट सेक्युर हुनुभयो होला, तर यो मौसमले गर्दाखेरि व्यापारी साथीहरूलाई निकै गाह्रो भयो जस्तो मलाई लाग्छ। तपाईँको दुःखमा हामी स्वतन्त्र पार्टी साथमै छ। अहिलेको मेलामा तपाईँहरूलाई पर्न गएको यो जुन पीडा छ त्यसप्रति हामी पनि दुखित छौँ। र मेयर साहबलाई अनुरोध गर्न चाहन्छु, मैले पोहोर साल पनि भनेको थिएँ, नगरपालिकाले करिब 1 करोड रुपियाँ जस्तो टेन्डर लगाएर इन्कम त गरेको छ, यो एकदमै राम्रो पक्ष हो। तर जुन उद्देश्य राखेर मेला गरिन्छ त्यो इन्कम भएको पैसा चाहिँ त्यही क्षेत्रमा लगानी गरिदियो भने, अब मलाई अनुरोध छ, पोहोर साल पनि हामी यही बसेर बोल्दै गर्दाखेरि पर्यटन प्रवर्धन गर्ने, उद्योगलाई प्रमोसन गर्ने भनेर भनेका थियौँ, र अहिले मेला गर्दा पनि पोहोर सालभन्दा बढी पैसा इन्कम भएको छ। के गरियो त भन्ने कुरा खासै देख्ने गरी चाहिँ आएको छैन क्या। त्यसले गर्दाखेरि चाहिँ मेयर साहब अनुरोध गर्न चाहन्छु, जुन पैसा चाहिँ इन्कम भएको छ नगर सरकारलाई, त्यो पैसा चाहिँ पाल्पाको विकासका लागि, विशेष गरी यो मेला महोत्सव यो आम नागरिकहरू तान्ने यो जुन खालको एउटा एट्र्याक्सन बनेको छ, यसलाई चाहिँ तपाईँहरूले त्यही क्षेत्रमा लगानी गरिदिनु भयो भने पाल्पा दिगो रूपमा चाहिँ चलायमान हुन्छ। यो 10 दिन मात्रै पाल्पा चलेर 10 दिन मात्रै टुडीखेलमा हल्ला गरेर रमाइलो गरेर अथवा चाहिँ व्यापार गरेर यहाँका व्यापारीहरू यहाँका आम नागरिकहरू खुसी हुने अवस्था छैन। अरू बेला तानसेन सुनसान छ, त्यसैले गर्दाखेरि यो तानसेन सधैँभरि चलायमान गर्नका